यो भक्तपुरको एकदम फेमस ठाउँ हो। यो चाहिँ भक्तपुरको एकदम त्रिवेणी घाट सफा गरौँ। त्रिवेणी घाट यो चाहिँ एकदम महत्त्वपूर्ण यो भजन मण्डलहरू हो। भक्तपुरको एउटा चाहिँ यो भजन मण्डल पनि हो भने सांस्कृतिक सम्पदा भएको ठाउँ पनि हो। यो चाहिँ अब त्रिवेणी घाट पनि हो। यो यताबाट यो घाट निस्किन्छ। एकदम महत्त्वपूर्ण स्थान हो यो भक्तपुरबाट पारि चाहिँ घाट हो भने यो ठुलो खोला छ। यताबाट त्रिवेणी घाट छ। यो त्रिवेणी घाटको ठुलो खोला छ। एउटा ठुलो खोला बग्छ यो घाट हो। ठुलो घाटको खोला बग्छ एकदम त्रिवेणी घाट हो भने यताबाट माथि जलाइरहेछ मान्छे। यो भक्तपुर एकदम महत्त्वपूर्ण यो चाहिँ श्री वाल्मीकि आश्रम सेवा समिति हो। यो वाल्मीकि आश्रम सेवा समितिको नजिकैबाट रहेको यो महत्त्वपूर्ण स्थान। माथि भजन भइरहेछ। यो वाल्मीकि आश्रम सेवा समिति एकदम महत्त्वपूर्ण स्थान छ भने यो घाट भयो। यो घाट भयो। यो घाटबाट तलतिर भयो भगवान्को मन्दिरहरू भयो। मान्छे मरेको मान्छेहरूको यो चाहिँ घाट हुने ठाउँ हो। यो चाहिँ मान्छे मरेर लस जलिरहेछ भने यो खोला हो। एकदम महत्त्वपूर्ण यो भक्तपुरको नजिकै रहेको त्रिवेणी घाट हो। यो चाहिँ मरेको मान्छेहरू जलाउने हुने व्यवस्थित ठाउँ छ। यो एकदम महत्त्वपूर्ण घाट यो सडकबाट नजिकै हो। यता हामी सडक पुग्छौँ भने ठुलो घाट हो। यो मान्छे मरेको त्रिवेणी घाट महत्त्वपूर्ण स्थान सान्दर्भिक ठाउँ र सांस्कृतिक धरोहर। यो धेरै अगाडिदेखिबाट भएको घाट हो। यो चाहिँ भक्तपुर नगरपालिकाको हो। यो कोप उसबाट बनेको कार्यसमिति समिति हो। तयारको यो बनेको चाहिँ 17 करोडमा बनेको। 17 करोड 71,48,402 मा बनेको यो 70 सालमा बनेको यो घाट हो। महत्त्वपूर्ण धरोहर त्रिवेणी घाट एकदम घाटै हो। यो भक्तपुरमा अवस्थित छ यो घाट। यो घाट नजिकै क्लब हो।